यो सुदन गुरुङ मायाचिनी बारबराको चेलो ए खाते मुजी बौला रन्डीका छोरा मुजी बौलाई सिके मायाचिनी साइको मुजी तर आडीको छोरो मुजी जे कुरामा पनि मुजी त्यही पुरानेकै दोष लगाइदिने उम्किहाल्ने मायाचिनी अहिले पनि के भन्न लागेको छ भने हिजो गणेश नेपालले मर्नुको कारण यो स्थानीय सरकार भएर रे अब त्यहाँ मुजी अहिले मेयर सुनिता डङ्गल छ नि त एमालेको त्यही भएर तिनीहरूलाई नै दोष लगाएको छ मुजी ए मायाचिनी ट्याक्स बढ्नुमा पनि तिनीहरूकै दोष होला होइन रन्डीका छोरा त्यत्रो महँगाई बढ्नुमा पनि तिनीहरूकै दोष होला होइन मायाचिनी राडीका छोरा मैले कसैको डिफेन्ड गर्न खोजे होइन क्या यी पुरानाहरू त चुतिया हुन् क्या मायाचिनी तर राडीको छोरालाई समाउनु पठाएको होइन त मुजी केपी ओलीलाई समाउनु पठाएको होइन तर रन्डीको छोरालाई रमेश लेखकलाई समाउनु पठाएको होइन राडीको छोरा मायाचिनी बिचौलिया दलालहरूलाई मुजी बोलाएर मुजी रुममा मुजी प्राइभेट रुममा बोलाएर मुजी भित्रभित्रै साटघाट गरेर बस्छस् त रन्डीका छोरा मायाचिनी हामी नेपालको नाममा मुजी डोनेसन आएको पैसा जति सबै लुटेर कुम्लाएर मुजी करोडौं अरबौंको सम्पत्ति बनाएर राखेको छ आफ्नो त राडीको छोरा सुदने रन्डीको बान त मायाचिनीलाई मुजी दिन दुखी गरिबको पीडा के थाहा छ भने मुजी केही थाहा छैन मायाचिनी क्यामेरा लिएर जाने मुजी आफ्नो मुजी सोशल फेम कसरी बढाउने मुजी हुन्छ नि मान्छेहरूको अगाडि राम्रो कसरी देखिने भनेर त्यही मुजी जतिखेर पनि स्टन्ट ड्रामा मायाचिनी तैँले जानेको यही हो सुदने रन्डीको छोरा मायाचिनी अहिले स्थानीय सरकारले गर्दा भनेर दोष लाउन भ्याइसकेको छ रन्डीको छोरोले त मायाचिनीलाई लाज लाग्दैन मुजी खाते रन्डीको छोरो बारबराको चेलो मुजी पक्न मायाचिनी जब विद्रोह हुन्छ नि त राडीको छोरोको हामी नेपाल जल्छ मायाचिनी बारबरा फाउन्डेसन जल्छ रन्डीका छोरा सुदन गुरुङको चाकबाट मुजी कन्डोबाट मुजी बाँस सिराएर मुखबाट निकालेर यो राडीको छोरालाई घुमाई मायाचिनीलाई बारबेक्यू गर्ने हो रन्डीको छोरा सबलाई मोमो एक प्लेट फ्रीमा मायाचिनी राडीको छोरो सुदने रन्डीको बान लाडो जस्तो घन्टे सरकार लाडो खा रन्डीको छोराहरू मायाचिनीहरू